नमस्कार, म ऋषि टोली। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हाम्रो बीचमा आउनु भएको छ एकदमै प्रतिभाशाली व्यक्तित्व, उहाँलाई स्वागत गरौँ। केपीजी, तपाईलाई म नेपाली कमेडी बजारमा स्वागत गर्न चाहन्छु। धन्यवाद। केपी टोलीजी, तपाई चुनाव अघि बालेलाई बतासे अन्डा भन्नुहुन्थ्यो। आज तपाईमाथि त्यो बतासे अन्डा भारी परेको छ। तपाई यस बारेमा थोरै जानकारी गर्नु। एहे, रहा नहीं जाता, तड़प ही ऐसी है। हेर्नुहोस्, चुनावको बेला कुन नेताले कसलाई के भन्यो भन्ने कुरा कुनै पनि नेताले सम्झिन्न। भन्न त बाघले सबैको हत्या गर्छ भन्छन्, तर कुनै दिन बाघको हत्या बिरालोले गरेको भन्ने पनि न्युज आउँछ, कुकुरले गरेको भन्ने पनि समाचार आउँछ, र सबै समाचार सत्य हुन्छन् भन्ने पनि हुँदैन। बालनी शाहलाई मैले बतासे अन्डा भने त भने उहाँ बतासे अन्डा नै हो। उहाँले देश विकास गर्न सक्नुहुन्न। तपाईँले अहिले देख्नु भएको छैन सुकुम्बासी बस्तीलाई कसरी गरिबको खुन चुस्न थाल्नु भएको छ, त्यो तपाईँले हेर्नुपर्ने कुरा हो। त्यसैले कुनै पनि व्यक्तिको व्यक्तित्व हेर्नुभन्दा पहिला, चुनावको नतिजा हेर्नुभन्दा पहिला हामीले आफू कस्तो छु भनेर हेर्नुपर्ने जरुरी हो। पृथ्वी गोलो छ, सबैको पालो आउँछ। तपाईँको पालो आउँछ, मेरो पालो आउँछ, सबैको पालो आउँछ। मेरो एउटा किडनी रन्जेलसम्म म लडिरहन्छु, सबैसँग लडिरहन्छु। देश र जनताको हक विपरीत काम हुन दिन्न।